नमस्ते। त कस्तो हुनुहुन्छ तपाईहरु? और सब ठीक बा? हामी फेरि घाताङ्क इन्डाइसिस इन्डेसिस अब के छ? ठीक छ? कैसन बा हो यार? ठीक बा? यहाँ हेर्नुहोस् त दुईटा प्रमाणित गर्न दिएछ, एउटा यो एउटा अर्को त्यो प्रमाणित गर्न मालिम यो मैले मेटाए हैन। अब यसलाई निकाल्ने भ्यालुै निकाल्न पर्यो भने के गर्ने त? यहाँ हेर्नुहोस् त तपाईहरुले मैले एउटा रुल अगाडिको भिडियोहरुमा बनाइसकेछु है। यहाँ के छ त आधारहरु सेम छ कि छैन? पहिला माथिवाला हेर्नुहोस् त सेम छ? ए छ। आधारहरु सेम छ भन्ने घाताङ्क के गर्ने त? जोड दिने। बीचमा इन्टु को चिन्ह हुँदा पर्यो तर। ठीक छ? हामीले एउटा रुल सिके थिए a को पावर m into a को पावर n is equal to a को पावर m plus n। सो त्यसैलाई हामी यहाँ इनपुट गर्ने हो है। अब हामीले लेख्न सकिन्छ a को पावरमा m plus n plus 2 हो कि हैन? सरी देखिएन होला। m plus n plus 2 हैन? अनि प्लस m plus n plus 2 यस्तो किन लेखेको हो भनेर सोध्नुहुन्छ? यहाँ हेर्नुहोस् आधार सेम छ। यो रुल मैले लगाइसके है। मैले पटक पटक भनिराखेको छु, त्यो गएर अगाडिको भिडियोहरु हेर्दै गर्नुहोस् हजुरहरुले। अब यहाँ हेर्नुहोस् त यहाँ पनि के छ? यो के भयो त? आधार सेम भयो। यहाँ पनि लेख्न सकिन्छ m plus n। ठीक छ? अब यहाँ हेर्नुहोस् त ए जुन छ नि, ए लाई जस्ताको त्यस्तै गर्नुस्। अब यहाँ हेर्नुहोस् त दुईटा m छ, n छ अनि 2 2 छ। m प्लस यहाँ m प्लस m गर्दाखेरि कति हुन्छ? दुईटा m हुन्छ। फेरि यहाँ n प्लस n गर्दाखेरि दुईटा n प्लस यहाँ 2 2 कति हुन्छ? 4 हुन्छ। हुन्छ कि हुँदैन? हुन्छ। ल अब a को पावरमा m माइनस m प्लस n छ। त्यही हो नि। अब हामीले अर्को पनि एउटा रुल सिके थिए। के सिके थिए भन्दाखेरि यहाँ हेर्नुहोस् त a को पावरमा m डिभाइड बाइ a को पावरमा n हुँदाखेरि के हुन्छ? के हुन्छ? भन्नुहोस् त। a को पावर m माइनस n हो है। सो हामी यसलाई पुट गरौँ। a को पावर 2 e को पावरमा 2m माइनस प्लस 2n प्लस 4 यहाँ माइनस गर्दिनु है। आधार के छ? सेम छ नि। यहाँ आधारहरु सेम छ, त्यही भएर मैले एउटा लेखे। ठीक छ? अब यहाँ जति माथि दियो त्यति सारै दिए माइनस m माइनस m हुन्छ कि हुँदैन? हुन्छ। ल यहाँ दुईटा छ, एउटा एउटा निस्कियो भने के बच्छ? m को पावर m n plus 4। So it is proved. This is proved. Okay. अनि अगाडि क्वेशन आएको क्वेशन योलाई हेरौँ है। यो तपाईहरु लेख्नु भएको छैन भने राम्रोसँग लेखिहाल्नु होला। अब अर्को क्वेशन यसलाई हेरौँ एकचोटी। हामीले यो भनेछ, सरी यो अर्को भयो, यो अर्को है। यहाँ देखि यसलाई सुरु गरौँ। x को पावरमा कति भनेछ? यहाँ हेर्नुस् त आधारहरु सेम छ कि छैन? सेम छ भने सबै जोड दिने। x को पावरमा के गर्ने त? p को पावर p माइनस q प्लस 1। अब यहाँ के गर्ने? प्लस q माइनस r प्लस 1 भन्नुहुन्छ। सर यहाँ माइनस किन छ? किनभने भाइ यहाँ ब्रेकेट हालेपछि ल यस्तो ब्रेकेट हाले हैन। अब प्लसले गुणा गर्दाखेरि के हुँदैन? प्लसै हुन्छ, त्यही भएर त्यहाँ भयो। अब अर्को प्लस यहाँ पनि एउटा ब्रेकेट नै हाल्दियौ। यहाँ के भयो त? x को पावरमा कति छ त? x को पावर पावर नै पावर लेख्ने हैन हामीले। x पावरमा n माइनस p प्लस 1 त्यही छ है। यति हामीले ब्रेकेटमा हाले। ठीक छ? अब फेरि अब यहाँ कति छ त? x स्क्वायर लाई जस्ताको त्यस्तै राखौँ। अब हेर्नुस् त माथिवाला सबैलाई एउटै राखौँ त। p माइनस q प्लस 1 प्लस q माइनस r प्लस 1
प्लस n माइनस p प्लस 1 ओके। सो हामीले के काट्न सकिन्छ हेर्नु त, p लाई p सँग काट्न सकिन्छ, q लाई q सँग काट्न सकिन्छ, अनि r चाहिँ अर्को भेटिएन क्या हो सर हजुर तू ब्लॉक है को तो गुरु ब्लॉक है सरी यो r हो है हाँ? आउँदैछु यो r हो है, r हो भन्दाखेरि यहाँ प्लस अनि माइनस गर्दाखेरि यो पनि घट्यो है। अब x को x स्क्वायर भयो। अब हेर्नु त 1 2 3 ठीक छ, तीनटा जोड्दाखेरि x को पावरमा कति भयो त 3 बाई x को पावरमा कति भयो 2। अब x को पावरमा 1000 सेम छ भने 3 माइनस 2 x को पावरमा x है, यो कहाँ भयो त स्क्वायर छ भयो। ठीक छ, तपाईले घाताङ्कमा कुनै पनि समस्याहरू छन् भन्ने भन्नु होला। एनी डाउट्स? ओके ठीक छ, धन्यवाद। आजको लागि यति नै राखौँ। थ्याङ्क यू। अलिभो